हेलो म्याउ कति कालो बिरालो बिरालो हो कि के हो यसको त पुग्छ नि छैन खजुर पाकेर झरिसकेछ त पाकेको हेलो हेलो सबैजनालाई नमस्ते यता भिडियो बनाउँदैछु है म है अलि थोरै क्लिप सिलिप हाम्रो रुम चाहिँ यही हो यस्तै छ रुमको हालत पानी यस्तै थोरै अघि भिडियो बनाएको त्यो क्लिप थोरै भिडियो बनाएर राखेको छु त्यो चाहिँ कहिले हाल्छ थाहा छैन अर्को हप्ता कहिले हुन्छ कहिले डेली गर्ने अब के देखाउनु सधैँ त्यही पानी लिन गएको खाना बनाएको के देखाउनु त्यही भएर कहिले कसो यसो हप्तामा 1-2 चोटि भिडियो गराउँछु कपाल सपाल बाँटेछु है हिजो छुट्टी थियो त्यही भएर हिजो भिडियो बनाएन अहिले चाहिँ थोरै पानी लिएको क्लिप्स सिलिप्स यसो थोरै बनाएर राखेको छु के भनौँ अरू यस्तै छ है विदेशको हालत यसो के भनौँ बोल्दै आउँदैन मेरो युट्युब च्यानललाई नि यसो सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला थोडा सपोर्ट गरिदिनु होला सानो भाइ छोरा जे सम्झिएर भए पनि यसो भविष्यमा ठुलो युट्युबर बन्ने सपना छ है बन्यो भने यसो भिडियो त्यति बनाउन आउँदैन हल्का सिक्दैछु अरूको हेर्दै हल्का केही नयाँ कुराहरू सिक्दैछ भिडियो एडिटिङ गर्नलाई यस्तै हो हेरेर यसो सहयोग भन्न आउँछ सपोर्ट गरिदिनु भिडियो हेरेर कस्तो लाग्छ कमेन्ट गरिदिनु लाइक गरिदिनु सेयर गरिदिनु त्यस्तो केही विशेष त हुँदैन भिडियोमा यसो हल्का रमाइलो यसो टाइम पास जस्तै भनौँ अहिले चाहिँ त्यति युट्युबमा टाइम दिन नि सकिन्न अहिले अब उता काममा जाऊ फेरि आऊ खाना बनाऊ आफै खाना बनाऊ पकाऊ खाऊ फेरि सुत्नुपर्छ त्यस्तै हो अब ड्युटी यताउता पछि अलि बिस्तारै हप्तामा एउटा भिडियो लगभग हप्तामा 15 दिनमा यसो एउटा भिडियो छुट्टीको दिन घुम्न जानु कहाँ जानु एक्लै साथीहरू हुँदैन त्यही पनि दिनमा घाम हुन्छ यस्तरी त्यही भएर अब रुममा सुत्ने त्यही मोबाइल अरूको भिडियो हेर्ने खाना बनाउने हो अनि त्यही हो है यसो हेरेर कस्तो लाग्छ माया गरिदिनु सपोर्ट गरिदिनु च्यानललाई नि सब्सक्राइब गरिदिनु म चाहिँ नयाँ हो युट्युब च्यानल नयाँ हो खोलेको लगभग 6-7 महिना भयो होला लगभग त्यो लामो भिडियो त लगभग 15-10-12 त होला अरू सर्ट भिडियोहरू मात्रै छ त्यही नै अब हुँदैछ बिस्तारै यस्तो अब सब्सक्राइब गरेर नि फेरि पछि 2-4 दिनपछि अनसब्सक्राइब गरिदिन्छ त्यस्तो नगरिदिनु होला है साथीहरू गरिदिइसकेपछि बरु भिडियो हेर्न मन लाग्दैन भने माथि यस्तरी फालिदिनु होला सब्सक्राइब गरेर चाहिँ अनसब्सक्राइब नगरिदिनु होला हल्का मन दुख्छ यति पुग्यो भनेर खुसी हुन्छ फेरि त्यसको 2 दिनपछि हेऱ्यो भने फेरि पहिलाकै जति नै हुन्छ अनि के फाइदा भयो त्यस्तो नगरिदिनु होला हेरेर यसो के कस्तो लाग्छ हेरेर एउटा थोरै कमेन्ट केही भए नि कमेन्ट गरिदिनु होला सहयोग सपोर्ट गरिदिनु होला यति भन्न चाहन्छु है सबैजनालाई अनि के भनौँ अरू त यस्तै अब खाना बनाउन लाग्यो खाना बनाएर अब फेरि सुत्ने फेरि राति 4-5 घन्टा सुतेपछि फेरि ड्युटी जाने टाइम आइहाल्छ है काम आयो खाना बनायो सुत्यो गयो त्यही काम गर्यो अहिले म चाहिँ साउदीमा छु है साथीहरू साउदी आएको नि लगभग
10 महिना भइसक्यो। 2 महिनापछि 1 वर्ष, 2 वर्ष सकिएपछि साउदीलाई टाटा बाई बाई गरेर नेपाल फर्किने हो। कहिले जाला भएको छ है। नेपाल आएपछि यस्तो राम्रो राम्रो भिडियो बनाउने सपना छ। जे होस् भगवानले सुनिदिनुहुन्छ, आशा छ हजुरहरूले नि सपोर्ट गरिदिनुहुन्छ भन्ने। त्यति बोल्न नि आउँदैन अहिलेलाई, यति नै। आजदेखि हाम्रो यहाँ केएफसीको चाहिँ बस सुरु भएको छ है साथीभाइहरू। माथि 3 तलादेखि भिडियो गरिरहेछौँ। यता हेऱ्यो भने के भन्छ दुईटा। पछाडिको नयाँ चाहिँ हाम्रो, यो अलिक पुरानो रहेछ। यो अगाडिको हाइएस्ट के भन्छ, यसलाई के भन्छ अरे? के हो यो? शेर्दै ताल हिँड्न यस्तो बोल्नु हुन्न है। म त युट्युबमा ठेलिदिन्छु। स्टाफ कति धेरै छ यहाँ, के डिस्कस भइरहेछ है। कुरो मिलेन के हो, एकैछिन भिडियो गराउनु दिन्न। नयाँ पुरानो बस। तीन तलादेखि भिडियो गराएको है म चाहिँ। स्टाफहरू जाँदैछन्। आजदेखि हाम्रो बस सुरु भएको छ है। कति धेरै हो। ओके, मैले हिजो एउटा भिडियो हालेको थिएँ नि, हेर्नुभयो? हेर्नु भएन है? सिसामा दामी देखिन्छ कि यस्तो भिडियो गराएको। कपाल सपाल टक्क लाएर हेरो हो नि त मान्छे दामी है। 5:45 ठिक छ। भिडियो गराइदिउँ न। मान्छे धेरै छ, दामी रहेछ। एउटा नयाँ रहेछ। यता पनि मान्छे बोलाइरहेछ। के गडबड भएछ? हाम्रो बस त नयाँ रहेछ त। वाह, लक्ष्मण दाई बस्नु भएको छ नि त्यहाँ। खै अघि जानुभएको थियो। लक्ष्मण दाईले हात हल्लाउनु भएको छ। हेलो, के छ? ठिक छ? को हाम्रो सुपरभाइजर? ए, सब म्यानेजर पनि गइहाल्छ नि। ठिक है। हात हल्लाइरहेको छ। यता यत्रो मान्छे छ। गाडी यो अब यस्तै लाइन लाएर बस्ने हो। कतिवटा गाडी रहेछ। यो गयो। ए, बसको उद्घाटन भयो। गयो। सेदाई केही बोल्नु नि त। भिडियो गराएको म। पानी लिन हिँडेको हामी चाहिँ है। त्यही पानी मात्रै कति देखाउनु यार। 2 भिडियो गइसक्यो। यता म छु पानी लिन हिँडेको, टोपी सोपी लाएर। घाम यस्तो छ यहाँ। हाम्रो दाइ चाहिँ टक टक हिरो देखिया छ हाम्रो दाइलाई। ओ माई गड, खजुर पाके रहेछ यार। हेर्नु न, रातो भएको खजुर पाकेको छ यहाँ चाहिँ। दामी छ खजुर। यस्तो घर बनाउने मैले नि अब। कुरो बुझ्नु भयो? यस्तै चलिरहेछ है हाम्रो। पानी लिन जाने आउने, हप्तामा ड्युटी जाने। अहिले अब बस हालेको, झन् चाँडै उठ्नुपर्छ। 9 घन्टा ड्युटी भन्छन्, अब 10 लगभग 12 घन्टा भन्छ। टक 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 पानी लिन जाने हो। यहाँ पनि रहेछ त बस त। ट्याक्सी
भिलेज हो यो घर ठिक छ नि हाम्रो धारा पानी आयो यसले के भन्छ म्याउ पट्टि कालो बिरालो हो बिरालो के हो यसको त पुच्छ नि छैन है हेर्छ त कालो बिरालोको भिडियो बनाइरहेको हजुर बोल्नु नि त केही भन्नु त्यो हात मात्रै हल्लाउने होइन कि खजुर पाकेर ल्याङ भइसक्यो खजुर पाकेर झरिसकेछ त ऊ पाकेको त खजुर धारा पनि कति देखाउनु र यार कालो भएछ यता यस्तो छ यता यस्तो छ यस्तो छ मेरो चप्पल छ यहाँ 10 रियालको चप्पल राम्रो छ है चप्पल वा पानी भर्न लाग्छ त्यस्तै हो अब साथीभाइहरू पानी भर्ने जाने पिउने त्यही हो ल अब आजको भिडियो यति नै होला है अरू थोरै थोरै भिडियो पछि बनाउँदै गरौँला म है फोटोसोटो खिच्छौँ हामी दाइको ओके ल त साथी है भेटौँला पछि